And nice to meet you. Naime Odlakirotha. Nazabale? Thank you very much. 2025 मा चाहिँ इजरायलमा जति पनि काम गर्ने मानिसहरू छ, वर्करहरू छ, केयर गिभर मात्र नभएर सबै जग्गामा काम गर्ने वर्करहरूको चाहिँ सेलरी इन्क्रिज भएको छ। त्यो सँगसँगै मेरो पनि सेलरी इन्क्रिज भएको छ। सो हेलो एभ्रीवन, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। शनिबार र आइतबारको रेस्ट पछि आजको ब्लग फेरि मैले सुरु गरिरहेको छु बिहानको 12:37 मा। यो हप्ताभरि सधैँ मलाई पुरा खुसी नै खुसी मिल्नेवाला छ। दुईवटा खुसी मिलेको छ। त्यो खुसी चाहिँ के हो भन्ने कुरा पनि सेयर गर्न गइरहेको छु म। यहाँनिर अनलाइनमा चाहिँ एउटा DJI को माइक 2 भन्ने चाहिँ एउटा माइक रहेछ, जुन चाहिँ हामीले मोबाइलमा कनेक्ट गरेर बोल्न सकिने रहेछ। अनि यसलाई चाहिँ मैले किन्नु पर्यो भनेर छोरीलाई भनेको थिएँ। अनि छोरीले पर्दैन म किनिदिन्छु भन्नुभयो। अनि त्यसको प्राइस चाहिँ 250 सेकेल पर्ने रहेछ। अनि छोरीले चाहिँ के भन्नुभयो भने तैँले मलाई पैसा दिनु पर्दैन, यसको सट्टामा चाहिँ मेरो घर आएर सफा गरिदिनु ल भनेर भन्नुभएको छ। छोरीको चाहिँ 2 तलेको घर छ। पहिला पनि गएर मैले 4 घण्टा अथवा 3 घण्टा जस्तो लगाएर सफा गरिदिने गर्थेँ बाजे सँगसँगै गएर। अनि यो चोटि चाहिँ मैले यही ब्लुटुथको लागि भए पनि यही वायरलेसको लागि भए पनि छोरीको घर सफा गर्नुपर्ने छ। मैले छोरीलाई श्रम दिने, छोरीले मलाई गिफ्ट दिने भनेर चाहिँ हाम्रो एग्रिमेन्ट भएर पनि छोरीले चाहिँ यो ब्लुटुथ चाहिँ अर्डर गरिदिइसक्नु भएको छ। यो त भयो मेरो एउटा खुसी। अझै अर्को पनि खुसी छ क्या। यही हप्ताभित्रको मे 23 मा इजरायलमा रहेको तम समाज इजरायलले गरेको एउटा टुरको एउटा प्लान गर्नु भएको छ। अनि त्यो प्लानमा चाहिँ थुप्रो जना इजरायलको केयर गिभर्सहरू चाहिँ टुर जाँदै हुनुहुन्छ। इजरायलमा रहेको एउटा यामा मेलाक भन्छ, जसलाई इङ्ग्लिसमा चाहिँ डेड सी भनिन्छ भने हिन्दीमा मृत सागर पनि भनिँदो रहेछ। जहाँनिर चाहिँ नुनले बनेको समुद्र छ, त्यहाँनिर चाहिँ मजाले आफ्नो शरीरलाई ब्यालेन्स गरेर डुब्यो भने, स्विमिङ गर्यो भने चाहिँ उँधो डुबिँदैन भनेर पनि भन्ने गरिन्छ। जसमा चाहिँ नुनको मात्रा ज्यादा भएको भएर चाहिँ मान्छेको शरीर उँधो जानुको सट्टा ऊ भने तैरिराख्ने रहेछ। त्यहाँ स्विमिङ गर्न पनि एकदमै मजा आउँछ भनेर धेरैजनाले भन्नुभएको छ। भने तम समाज इजरायलले 2वटा बस चाहिँ रिजर्भ गर्नुभएको छ भने 2वटा बसमा झन्डै हामी 120-110 कि कतिजना त्योभन्दा धेरै मान्छे चाहिँ हामी डेड सी जाँदैछौँ यही मे 23 मा। सो त्यो टुरमा चाहिँ म पनि जाँदैछु। अनि इजरायलबाट धेरैजनाहरू जाँदै हुनुहुन्छ। को जानुहुन्छ, मलाई चिन्नुहुन्छ, चिन्नु हुँदैन, सबै चिन्ने नचिन्ने सबैजना डेड सीमा भेट्नुपर्छ है त। त्यो पनि मेरो दोस्रो खुसी रहेको छ। एकदमै खुसी छु। 2वटा खुसी मिल्ने छ मेरो यो हप्ताभरिमा। यो अर्डर गरेको मेरो माइक चाहिँ आउने महिनाको 2-3 तारिकमा मात्रै आउँछ है भन्नुभएको छ। त्यति बेलामा म आएपछि त्यो पनि तपाईहरुलाई शेयर गरिहाल्छु, देखाइहाल्नेछु। आजको इजरायलको मौसम देख्न सक्नुहुन्छ, एकदम चिसो छ। हिजो चाहिँ पुरा गर्मी थियो, आज त्यस्तो छैन। आकाश खुल्ला रहे पनि हावा मजाले चलिरहेको छ। यो माइक चाहिँ मैले किन्न आँटेको भने हो यसरी हावा चल्दा अनि पछाडि गाडीहरू कुदेको अनि मान्छेहरूको आवाज चाहिँ कम गर्दा रहेछ यो माइकबाट बोल्यो भने चाहिँ। त्यो भएर किन्न आँटेको। अनि यसको नाम चाहिँ छ DJI मिनी माइक अरे। अनि त्यसैलाई चाहिँ किन्न खोजेको। अब हेरौँ एक्सपेक्टेसन कस्तो हुन्छ, राम्रोसँग काम गर्छ गर्दैन थाहा पनि छैन। तर पनि किन्नु चाहिँ किनेको छौँ। सस्तो भने सस्तो नै छ, छोरीले किनिदिने भएको छ। यो सबै ठाउँहरू पनि सफा गर्नुपर्ने हामीले भन्नु चाहिँ भनिसकेको। हाम्रो सफा गर्ने अटो दाइले अहिलेसम्म आउनु भएको छैन। साह्रै बिजी भएछ हाम्रो अटो दाइ यो महिना। अझै एउटा अर्को पनि खुसीको कुरा छ, त्यो पनि अस्तिदेखि मैले सेयर गर्नु पर्यो भनेर सोचिरहेको थिएँ। त्यो त मैले सेयर गर्नु नै बिर्सेछु। 2025 मा चाहिँ इजरायलमा जति पनि काम गर्ने मानिसहरू छ, वर्करहरू छ, केयर गिभर मात्र नभएर सबै जग्गामा काम गर्ने वर्करहरूको चाहिँ सेलरी इन्क्रिज भएको छ। त्यो सँगसँगै मेरो पनि सेलरी इन्क्रिज भएको छ। अनि तपाईहरुको पनि सेलरी कति इन्क्रिज भयो र के गर्नुपर्छ र अझैसम्म तपाईहरुले पाउनु भएको छैन र कसरी पाउने भन्ने कुरा थाहा पाउनु मन छ भने चाहिँ हाम्रो इजरायलमा रहेको एउटा कब्ला ओबेद भन्ने छ, सरकारी अफिस हो। उसले चाहिँ यो हेर्ने, बढाउने, घटाउने सबै काम उसैले गर्छ। जति पनि नियम लागू हुन्छ वर्कर्सलाई त्यो सबै हेर्ने काम चाहिँ यहाँको कब्ला ओबेदले गर्छ। कब्ला ओबेद भनेको चाहिँ लेबर ल अफिस हो। अनि त्यहाँनेरि गएर तपाईहरुले फेसबुकमा कब्ला ओबेद भनेर सर्च गरेर हेर्न सक्नुहुन्छ। त्यहाँनेरि नयाँ अपडेट पहिला नै आइसकेको छ र तपाईहरुले पनि नयाँ सेलरी पाउनु भएको छैन भने त्यहाँ गएर बुझ्नु होला र आफ्नो फ्यामिलीलाई देखाउनु होला, एजेन्सीसँग कुरा गर्नु होला कसको कति बढेको छ भनेर थाहा पाउनु सक्नुहुनेछ है त। कब्ला ओबेद मेरो चाहिँ अलरेडी बेसिक सेलरी ज्यादा भएको कारणले बेसिक सेलरी चाहिँ बढेन त्यो नियम अनुसार। तर सब्बतको पैसा भने चाहिँ पहिलाको भन्दा अहिले अलिकति बढेको छ। त्यसमा म एकदमै खुसी छु, किनभने बाजे बोजू हेरेको ठाउँमा चाहिँ अलिकति सेलरी बढी नै आउने गर्दछ। अहिलेसम्म तपाईहरु पनि पुरानै सेलरी थापिराख्नु भएको छ भने प्लिज गएर हेरिहाल्नु होला है। कब्ला ओबेद भन्नेमा आइसकेको छ, आजभन्दा 2 महिना अगाडि नै आइसकेको होला त्यसको यो नयाँ अपडेट चाहिँ। दिउँसोको खानासाना खाइसकेको, अब एकछिन रेस्ट गर्ने हो। बाजे बोजू अनि म त्यस पछाडि जाने हो।
Akharka nahnu ulkim bakhuz le tail. Mr. Zabale? Thank you very much. Mr. Epo yaad chalka sabal. Ta ekhol latani. Thank you very much. And nice to meet you. Naimeot lakirot kha. Zabale? Thank you very much. And Yom Tov. Yom Tov, Sabale. So बाजे नाति सदाको जस्तै दिउँसोको रेस्ट गरेर खाना खाइसकेर बाहिर बाटोमा निस्किसकेको हावा खानु 7:10 गइसकेको छ बेलुका भन्दा पनि साँझको अनि हामी यो पार्कमा आएको अनि यतापट्टि गयौं भने चाहिँ मान्छे घुम्ने ठाउँ यतापट्टि गयौं भने चाहिँ कुकुरहरुलाई खेलाउने घुमाउने ठाउँहरु छ बाजेर म भित्र पसिम तर खासै मजा नै लागेन हेर्नु न हरियाली नै रहेन रहेछ अहिले त पुरा खरेडी लागेको रहेछ यतापट्टि जान कुकुरको पार्कतिर जान पनि हामीसँग कुकुर नै छैन अब फर्किने हो बाजे नाति त बाटोतिर एकछिन यो सेलरीको बारेमा हाम्रो सेलरी इन्क्रिजको बारेमा के कस्तो हो भनेर तपाईहरुलाई शेयर गरौँ भनौँ भनेको त यतातिर कुकुर र स्याल भुकेको र कराको गरेर भ्लग बनाउनै सकिन भनेको यता फेरि यति सारो स्याल आउँछ कि यति बेला साँझ परेपछि नि पुरा खानु पाउँदैन कि के हो वहाँ के हो गरिरहेको खासै यो मोबाइलमा त सुन्नेको पनि छैन होला अब घरमा जाने हो बाजेलाई लिएर त्यसपछि बेलुकाको सबै काम सकेर यो बारेमा एउटा सानो डिस्कस पनि गरौँला अहिले इजरायलमा सबैजनाको केयर गिभर्सहरुको मात्र नभएर जति पनि काम गर्ने इजरायली हुन्छ न इजरायली सबैको सेलरी बढेको छ अनि मैले पनि त्यही बढेको कुरा सुनेर चाहिँ मैले पनि चेक गरेको थिएँ अरूले बनाएको भिडियो पनि हेरेको थिएँ भने टिकटकमा फेसबुकमा धेरै सामाजिक सञ्जालमा पनि हाम्रो तलब बढ्यो इजरायलमा भनेर धेरैले अपडेट गर्नुभएको रहेछ अनि त्यसमा चाहिँ मैले बुझ्न नै सकिन हुनु त म हिसाब किताबमा एकदमै कमजोरी छु र अंग्रेजीमा पनि त्यही भएर पनि हुन सक्छ अनि मैले साथीभाइहरुलाई सोधेको थिएँ तिमीहरुको चाहिँ कति भयो त सेलरी कति बढ्यो भन्दाखेरि चाहिँ उनीहरुले चाहिँ के भनेको थियो भने जसको 4500 मात्र बेसिक सेलरी छ उनीहरुको चाहिँ बढेर 6000 भन्दा माथि 6200 सम्म भएको छ र जसको 6000 भन्दा माथि अलरेडी छ उनीहरुको चाहिँ बढेको होइन भनेर भन्यो र जसको 6000 भन्दा माथि छ उनीहरु गयो भने चाहिँ झन् घटाइदिन्छ है झन् सारो फ्यामिलीले पनि थाहा पाउँछ ए बेसिक सेलरी त गभर्नमेन्टको रुल्स अनुसार त हामीले यति मात्रै दिनुपर्ने रहेछ भनेर झन् घटाइदिन सक्छ र घटाइदियो भनेर थुप्रो साथीहरुले भन्नुभएको थियो अनि मेरो चाहिँ कस्तो भयो भने बेसिक सेलरी मेरो पनि सेम पहिलाको जति नै भयो भने अहिले मेरो चाहिँ पहिला मैले 400 थाप्थे सिसी सब्बातको शुक्रबार र शनिबारको अहिले भने मलाई 426 रुपैयाँ आउन थालेको छ अनि 26 रुपैयाँ मात्रै बढेको छ मेरो चाहिँ 26 सेकेल भनेको 4 वटा हप्तामा त्यस्तै 108 9 12 कति रुपैयाँ मात्रै आउँछ मेरो बढी त्यो भए पनि थपेको छ अलिकति यताउता बाजेसँग आइसक्रिम खान पुग्ने पैसा चाहिँ आउन थालेको छ त्यसमा पनि म एकदमै खुसी छु अनि यो कति चाहिँ बढेको के कसो हो तपाईहरुलाई चाहिँ के थाहा छ इजरायलमै काम गर्नु भएको छ गरिरहनु भएको छ भने पुरा तपाईहरुले चाहिँ कति थाप्दै हुनुहुन्छ भन्न मिल्छ भने तपाईहरुको एक्सपिरियन्स अहिले यो हाल 2025 को बेसिक सेलरी चाहिँ कस्तो के भयो तपाईहरुले पनि कमेन्टमा लेखिदिनु होला र मलाई पुरा जान्न पनि मन परिरहेको छ क्या मेरो चाहिँ 26 सेकेल भन्दा अरु बढेन है त आज पनि 12 बज्न आँटिसक्यो सबै काम गर्दा गर्दै बाजे बोजू सुताउँदै ढोका थुन्दै बेलुकाको काम गर्दा गर्दै यति धेरै नै बजिसकेछ अब म पनि सुत्नु पर्ने हुन्छ अनि भिडियोलाई एन्ड गरेर एडिट गरेर अपलोड पनि गर्नुपर्ने हुन्छ आई होप आजको भ्लग पनि तपाईहरुलाई मन पर्यो होला अनि मन पर्यो भने लाइक कमेन्ट एन्ड शेयर गर्न नभुल्नु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर साथ दिन पनि नभुल्नु होला सो थ्यांक यू सो मच फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भ्लग बाइ बाइ गाइस